हेलो एभ्रिवान, नमस्ते। आज म तपाईहरुसँग शेयर गर्न जाँदैछु पम्बु डाँडा भ्यू पोइन्ट्स। यो चाहिँ हो पम्बु डाँडा भ्यू पोइन्ट्स। यो चाहिँ सिलगढीदेखि तपाईहरुलाई निस्किँदाखेरि अन्ली 2 देखि 2.5 घण्टा भित्रमा पुगिहाल्छ। यो जानुको लागि नजदिकै छ। म तपाईलाई कहाँबाट जान्छ, कसरी जान्छ सबै बताउँदै छु। हेर्नुहोस्, पम्बु डाँडा भ्यू पोइन्ट चाहिँ कस्तो दामी छ। म निस्के सिलगढीबाट 2 माइलबाट अगाडि जाँदैछु। यो गान्तोक जानेको रास्तामा सेवक भएर जानुपर्छ। सेवकको रास्तामा जाँदैछु। सेवकको रास्ताबाट अगाडि पुग्दै म पुग्छु रेलगेट पार गरेर म पुग्छु यो मन्दिर, दुर्गा माताको मन्दिर छ। त्यो मन्दिरको त्यहाँनेरि धेरै जाम पनि थियो। मन्दिरको अलिकति दर्शन गरिराखेर चाहिँ म निस्किन्छु। दुर्गा माताको काली मन्दिर अलिकति दर्शन गरेर चाहिँ म निस्किन्छु। अगाडि पुरा जाम छ। जामको म तपाईलाई अलिकति भिडियो हालेको छु। यस्तो जाम छ है भनेर। यो जामबाट अगाडि गएर चाहिँ बाघपुल पुग्छ। बाघपुलबाट चाहिँ यता बाघपुलपट्टि नगएर चाहिँ हामी चाहिँ जानुपर्छ गान्तोक जाने बाटोमा। गान्तोक जाने बाटोपट्टिबाट चाहिँ जान्छ पम्बु डाँडा। तपाईले याद गरिराख्नुहोस्, यो चाहिँ यता बाघपुलपट्टि नगएर सिधै जानुपर्छ गान्तोक जाने बाटोपट्टि। अगाडि गान्तोक जाने बाटोपट्टि यो देख्नुहुन्छ पर यो चाहिँ हो तपाईको पावर पोइन्ट। पावर उयो छ। त्यसमा चाहिँ फोटोहरु खिच्नु दिदैन। यो अहिले नयाँ बनिँदै गरेको ट्रेनको त्यो पनि मैले अलिकति लिएको छु। यहाँबाट कालीझोडाको त्यहाँबाट चाहिँ उभो नगएर चाहिँ यहाँबाट डाउन जानुपर्छ। यो बाटोबाट डाउन गएर चाहिँ यहाँ भित्र चाहिँ पावर प्रोजेक्टमा चाहिँ फोटो भिडियोहरु गर्न दिँदैन रहेछ। त्यही कारण मैले छेउमा गरिन, पार गरेर मात्रै गर्दैछु। यो क्रस भइसकेपछि माथिबाट लिएको हो यो भिडियो। यो पावर प्रोजेक्टको त्यहाँ चाहिँ यस्तो दामी भिडियोहरु हुन्छ। यस्तो छ पावर प्रोजेक्टको चाहिँ। पुरा पानीहरु झरनाहरु झर्दै गरेको। त्यहाँदेखि जानुपर्छ उकालो। पुरा बाटो सानो छ, न्यारो रोड छ। पुरा उकालो बाटो छ। त्यो बाटो हुँदै जानुपर्छ। एकदम माथि पुग्नुपर्छ। पुरा माथि पुरा चिसो छ। पुरा लेक। सानो बाटो छ। बाटो राम्रो छ। माथिबाट हेर्नुहोस्, यस्तो तल पावर पोइन्ट यस्तो देख्छ। मजाको प्रोजेक्ट देख्छ। यता पर त्यो ट्रेनको बाटो पनि बनिँदै गरेको ट्रेनको बाटो पनि देखेको छ। मजाको देख्छ। यो गेट पुग्छ। त्यो गेटबाट चाहिँ भित्र पुग्नुपर्छ। यो चाहिँ हो पम्बु डाँडा स्टार्ट भयो। यहाँदेखि चाहिँ पम्बु डाँडा अहिले हामी पुगिहालेको छैनौँ, तर यो पनि एउटा पोइन्ट चाहिँ रहेछ। यहाँबाट चाहिँ मैले तलको भ्यूजहरु लिएको छु। यहाँ वेलकम टु पम्बु डाँडा लेखेको छ। कन्ट्याक्ट नम्बरहरु पनि दिएको छ। म तलको भिडियोहरु मजाले जुम गरेर हालिदिएको छु मैले। हेर्नुहोस्, माथिबाट चाहिँ यस्तो दामी देख्छ। मुनिको सिनहरु चाहिँ राम्रो खालको। त्यहाँदेखि यहाँ अलिकति पम्बु डाँडाको त्यो जग्गाको फोटो लिएर भिडियो लिएर त्यहाँदेखि अगाडि बढ्छु। यहाँनेरि पनि होमस्टेहरु रहेछ, धेरै दामी। यहाँदेखि चाहिँ म अलिक डाउन गए तल एउटा गाउँपट्टि। यहाँनेरि धेरै गाई गोरुहरु आउँदो रहेछ नि त, राम्रो लाग्यो। यिनीहरुको पनि फोटो भिडियो लिइरहेको छु। गोर्खाल्यान्ड टेरोरिज्म लेखेको छ। त्यहाँबाट यहाँदेखि म अलिक डाउन गए, मुनि गाउँ घुम्नु गए। गाउँमा मजाको जग्गा रहेछ। अलैँची बारी, मकै बारी, सानो घर, मजाको गाउँको घरहरु। यस्तो सबै रमाइलो लाग्यो। यस्तो सबै भिडियोहरु गर्दै हिँडे। मजाको भिडियो लागेर चाहिँ गाउँ राम्रो लाग्यो। सुन्दर गाउँ, सफा, राम्रो क्लाइमेट्स। त्यो देखेर चाहिँ मलाई भिडियो गर्नु मन पर्यो। भिडियो गर्दै म घुमे, अलिकति गाउँ घुमे।
मुनिपट्टिको पम्बु डाँडा गएकै छुइनँ म, मुनि डाउन झरेको छु। हेर्नुहोस् त यस्तो दामी गाउँ रहेछ, दामी दामी घरहरू। दामी क्लाइमेट, सबैभन्दा राम्रो क्लाइमेट, चिसो जग्गा। यहाँ एउटा घर दामी छ, त्यो घर पुरा मन पर्यो मलाई। यो घर हेर्नुहोस् कस्तो राम्रो, बाहिरको जग्गा चाहिँ दामी लाग्यो घरको भित्रको भन्दा पनि। त्यहाँदेखि आइपुग्यो हामी पम्बु डाँडा पोइन्ट्स, भ्यू पोइन्ट्स। पम्बु डाँडा भ्यू पोइन्टमा चाहिँ यस्तो सानो 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 स्टल छ। त्यहाँदेखि यहाँबाट टिकट काट्ने जग्गा छ, 20 रुपिस पर हेड टिकट लिँदो रहेछ। त्यहाँदेखि चाहिँ भित्र पस्नुपर्छ। भित्र पसेर चाहिँ यो बाहिर यो मन्दिर पनि छ ठुलो शिवजीको, त्यो मन्दिर। माथि गएर त दर्शन गरिनँ मैले, तलैबाट दर्शन गरेँ। मन्दिरको भ्यूज फोटो लिएर चाहिँ, भिडियो लिएर चाहिँ माथि भ्यूहरू देख्दैछ। यो पम्बु डाँडा भन्दा पनि यो माथि माथि चाहिँ यति साह्रो दामी, म तपाईँहरूलाई यहाँ पनि पुर्याउँछु। हेर्नुहोस् यो पम्बु डाँडा यस्तो छ भ्यूज। पुरा फगी त, अरू त्यस्तो बेसी केही देखेन पम्बु डाँडामा। पुरा बेसी फग मात्रै थियो, पुरा चिसो, हावा पुरा चलिरहेको। यो ध्वजाहरू हल्लाउँदैछ, यस्तो पुरा हावा चलिरहेको, पुरा फग। यो हेर्नुहोस् पम्बु डाँडाबाट चाहिँ यही देख्छ मुनि मुनि यस्तो। तल तल माथि डाँडामा भ्यू पोइन्ट छ, मुनि मुनि यसरी देख्छ। डाउन डाउनमा चाहिँ यो देख्छ। जग्गाहरू राम्रो छ, तर फग चाहिँ पुरा बेसी, हावा पनि पुरा बेसी। यस्तो छ पम्बु डाँडा चाहिँ। यही चाहिँ हो पम्बु डाँडा भ्यू पोइन्ट्स। भ्यू पोइन्टबाट चाहिँ यही देख्छ। त्यहाँदेखि चाहिँ निस्केर चाहिँ म चाहिँ अप्पर डिरेक्सनमा गएँ, अलिक माथि के रहेछ माथि भन्दै हेर्नुको लागि। माथि जाँदै गर्दा राम्रो राम्रो जग्गा भेट्यो, तपाईँहरूसँग सेयर गर्दैछु कस्तो कस्तो जग्गा रहेछ भनेर। हेर्नुहोस् तीन चुली भएको पहाड, कति नजिक नजिकमा चुली छ। हेर्नुहोस् त 3 चुली भएको पहाड, कस्तो रमाइलो लाग्यो यो देखेर। त्यो एउटा फोटो भिडियो गरेँ। सबैतिर हावा पुरा आउँदै गरेको, दामी 3 चुलीको पहाड। हेर्नुहोस् कस्तो दामी 3 चुली भएको पहाड, नजिकै फेरि सानो पहाड। त्यहाँदेखि गएर चाहिँ अगाडि एउटा सानो पोइन्ट जस्तो रहेछ, त्यहाँ पसेर चाहिँ त्यहाँदेखि अझै अगाडि पुगेर चाहिँ एउटा सानो मन्दिर रहेछ। मन्दिर चाहिँ यहाँनिर ढुङ्गैमा गणेशजीको, दुर्गा माता, शिवजी भगवानहरूको नक्सा जस्तो छ। हेर्नुहोस् यहाँनिर त्यो ढुङ्गामै छ। त्यहाँदेखि चाहिँ यहाँदेखि उँभो जाने बाटो छ। यहाँदेखि यो उँभो चाहिँ कहाँ जाँदो रहेछ भनेर म उँभो पनि गएको छु, तपाईँलाई देखाउँछु। पहिला यो मन्दिर हेरिहाल्नुहोस्, गणपति बाबाको छ, गणेश र शिवजी र पार्वतीको छ। छ यहाँनिर सानो शिवलिङ्गहरू पनि हुनुहुन्छ छ। त्यहाँदेखि यहाँनिर दर्शन गरिसकेपछि चाहिँ दामी चराको, चिडियाको आवाजहरू मजाको यहाँबाट आवाज गरिसकेपछि चाहिँ त्यहाँदेखि माथि चढेँ म। त्यो माथि चाहिँ कहाँ पुग्दो रहेछ भने, माथि पुग्दा चाहिँ माथि चाहिँ यस्तो एउटा भ्यू पोइन्ट्स बनाएको रहेछ, यस्तो वरिपरि घुम्ने यस्तो। तर यो चाहिँ रेडी भइसकेको छैन रहेछ, यो चालु भएको छैन रहेछ। म चाहिँ गएर घुमिराखेर आएँ। माथिबाट चाहिँ तल तलबाट देखेको भ्यू पोइन्ट्सहरू चाहिँ यो तलबाट, अघि चाहिँ तलबाट देख्दैछ, अहिले चाहिँ माथिबाट डाउन देख्दैछ। यस्तो दामी माथिबाट चाहिँ। अन्त डाउनमा चाहिँ यस्तो ओह्रालो रोड, डाउन रोड चाहिँ पुरा डेन्जर। उकालो जाँदा त गइहाल्यो, ओह्रालो आउँदा चाहिँ पुरा साह्रो परेको रोड, डाइरेक्ट ओह्रालो देखेर। यस्तो पोइन्ट्सहरू माथि माथि। त्यहाँदेखि तलबाट चाहिँ फेरि त्यो टिस्टा, अघिको अगाडि आउँदै गरेको टिस्टा ऊर्जा चाहिँ यस्तो देखेको बेलुका चाहिँ लाइटमा चाहिँ यस्तो दामी टिस्टाको त्यो लाइटहरू यस्तो देखेको। घाम पनि अस्ताउँदै थियो, त्यो घामको भिडियो पनि यसरी गरेँ। राम्रो लाग्यो भने तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्छ भने लाइक कमेन्ट सेयर गरिदिनुहोस् फ्यामिलीसँग। फेरि भेट्छु अर्को भिडियोमा, तब तकको लागि टाटा बाई बाई, सी यू।